Hello guys, आज चाहिँ म एभरेज पास लाउन्ज इन फेल्टमको रेस्टुरेन्ट आएको थिएँ। मैले चाहिँ राम्रो कुराहरू सुनेको थिएँ होइन, रिभ्यू वाज भेरी गुड। अनि खानाहरू पनि एकदम मिठो थियो। अनि मैले चाहिँ स्पाइसी कलिफ्लावर अर्डर गरेको थिएँ। अनि कलिफ्लावर पनि एकदम क्रिस्पी होइन, वेल सिजन थियो। त्यसै गरी तपाईँको चिकन टिक्का होइन तन्दुरीमा बनाएको थियो। अनि चिकन पनि एकदम राम्रोसँग म्यारिनेट भएको थियो। खाँदा पनि एकदम जुसी थियो है। आई वाज भेरी भेरी इम्प्रेस विथ द फुड एज वेल। अनि त्यसै गरी एम्बियन्सको कुरा नगरौँ है, आमामा एकदम राम्रो छ। नेपालमा आई थिङ्क सायद वान अफ द बेस्ट नै भन्छु होइन, इन द फेल्टम एकदम राम्रो थियो क्या। लाइक हुन्छ अलिकति मोडर्नाइज भएर चाहिँ बनाएको भएको रहेछ। अनि पोस्ट टाइप पनि देख्थ्यो क्या। अनि भेरी कलरफुल है। आई वाज भेरी भेरी इम्प्रेस विथ द एम्बियन्स एज वेल। अनि खाना है, त्यहाँको वान अफ द बेस्ट सेलिङ चाहिँ तपाईँको दही कबाब रहेछ क्या। दही कबाब वाज सो नाइस क्या, क्रिस्पी। त्यहाँमाथि भित्र चाहिँ मोजरेलाको स्टफिङ एकदम खाँदा पनि तपाईँको हुन्छ क्रिमीहरू त्यस्तो टेक्स्चर थियो क्या। अनि सस पनि भेरी भाइब्रेन्ट कलर क्या, एकदम राम्रो कलर, एकदम स्मुथ, खाँदा पनि टक्क परेको। अनि मैले त सबै खाइदिएँ। सो आई हाइली रेकमेन्ड एभ्री वान एटलिस्ट एकचोटिको लागि भने जानुहोस् है, खाना खानुहोस् अनि मलाई भन्नुहोस् होला। त्यो चाहिँ सबै है फेल्टामा छ। सी यू गाइज।